शिष्योपदेशेन मूर्खशिष्योपदेशेन दुष्टस्त्रीवरणेन च दुष्टस्त्रीवरणेन च दुःखितैः संप्रयोगेण पण्डितोऽप्यवसीदति मूर्खशिष्योपदेशेन दुष्टस्त्रीवरणेन च दुःखितैः संप्रयोगेण पण्डितोऽप्यवसीदति मूर्खशिष्योपदेशेन दुष्टस्त्रीवरणेन च दुःखितैः संप्रयोगेण पण्डितोऽप्यवसीदति मूर्ख शिष्योपदेशेन मूर्ख शिष्यलाई मूर्ख चेलालाई उपदेश गर्नुपर्दा कुरो बुझ्दैछौ मूर्ख जति भने पनि नमान्ने नबुझ्ने मूर्ख शिष्यलाई उपदेश गर्नुपर्दा मूर्खका मनमा अर्थी गाली तुल्य बिजाउँछ दुधपान गरी सर्प खाली विष बनाउँछ मूर्ख त्यस्तो हैन जस्ता प्रकारले सर्पले दूध पान गरेर विष बनाउँछ त्यस्तै मूर्खलाई जति उपदेश गरे पनि जति अर्थी गरे तापनि उसलाई गाली गरे जस्तो सम्झन्छ त्यो मूर्खलाई उपदेश गर्नुपर्दा मूर्ख शिष्यलाई मूर्ख चेलालाई उपदेश गर्नुपर्दा त्यसै गरेर दुष्ट स्त्री भरणेन च दुष्ट स्त्रीलाई भरण पोषण गर्नुपर्दा त्यस्तै प्रकारले दुखितै संप्रयोगेण दुखीको साथमा व्यवहार गर्नुपर्दा पण्डितोऽप्यवसीदति साधु सज्जन व्यक्ति पनि पण्डित पनि दुखी हुन्छन् अरे चाणक्य नीतिको भनाइयो के गर्नुपर्दा मूर्खलाई उपदेश दिनुपर्दा अनि दुष्ट स्त्रीलाई भरण पोषण गर्नुपर्दा अनि दुखी छ दुखीका साथमा व्यवहार गर्नुपर्दा केही भनेको मान्दैन केही भनेको बुझ्दैन अनि त्यस्ताका साथमा व्यवहार गर्नुपर्दा पण्डित साधु सज्जन व्यक्ति पनि के हुन्छ भन्दा दुखी हुन्छ